हामीहरू बिहान 4:30 बजे तुलसीपुरबाट हिँडेका थियौँ। अहिले चाहिँ धानखोला नास्ता खान 6:30 बजे 6:30 बजे धानखोलामा हामी के जो कहाँ यो गुन्जु कहाँ आयो 6:30 मा धानखोला आसी गुन्दी ट्रक आयो नि ट्रक कोपी त्यहाँ धेरै ओ के छ एक चिया भनौँ त बाबा चिया भन्दा हुन्छ तर चिया भनौँ हामी चाहिँ अहिले छौँ धानखोलामा र गाडीमा बिहानै एउटा समस्या आइसकेको छ। 4 नम्बरमा चाहिँ गियर हाम्रो लाग्दैन। 3 र 5 मा मात्र जाने हो सानो। धानखोलाको जहाँ मूल छ त्यहाँ मान्छेहरू पानी भर्दैछन्। ढङ्गटकनी लक्कलकनी सेल रहेछ बाबा सेल हालिसँग अन्डा हालिसँग कतिवटा 7-8 वटा हाल्दै पानी छ त्यहाँ पानी आन्छ नि त्यहाँ पानी सेल पाक गरिरहेको छ यता हेर यता बेला सेलरोटी पकाएर खेल्नु ल हामीले पनि लिएको छ अन्डा सेलरोटी भइसक्यो हाम्रो दुईटा पुगेको छ दुईटा हाल्नु बाँकी छ सेल ठिक छ यो जिम आउँछ होला अहिले के फोटो अँध्यारोमा त्यति क्लियर आउने रहेछ धनखोलामा अस्ति त्यस्तै भएन त्यहाँ होइन मैले पहिलो चाडो यो बिहानको टाइममा यी लाला के उयो किमी भयो हुँदैन टाइम भेट हामी छोदु खोज्यो ममा लाग्यो हाई गुड मर्निङ सेलरोटी खायौ त मजा आइरहेछ सेलरोटी खानु नि सेल 7 बजे सुचा दिदी अरे क्लास ल ल अब्बा अलिकति सम्झिनु राख्नु नेपाल त्यो जिपको नाम अब्बा अब्बा बाबु खै अब्बा जाऊ अब्बासँग अगाडि त्यो दुध देऊ मलाई हामीहरू अहिले भैरवा आइसकेका छौँ र यो पवन मिष्टानमा अब मिठाई खान जाने छिटो गर यता चाहिँ शीतलहर परिरहेको छ यो भैरवामा हामीहरू चाहिँ यहाँको पुरानो फेमस ठाउँ पवन मिष्टान भण्डारमा जाँदैछौँ आमालाई यहाँ ए गुन्डु के हो लालमोहन खान कि लालमोहन हिँडेपछि गर हामीहरू चाहिँ दही बडा खान यहाँ रोकेका थियौँ तर अहिले दही बडा आउट अफ स्टक 200 को टाइममा मात्रै पाइने रहेछ। अहिले चाहिँ दही जेरी मात्रै। पवन मिष्टानको भित्र चाहिँ यस्तो छ। हामी किनभने आँखामा लकडाउन गरेर यहाँ खाना त हामी बेलुका खान्छ।
Terusin di sebelah, di sana. कति भयो त्यो जेरी एउटामा जेरी छैन एउटा मान्छे पैसा म दिन्छु नि दाउन्नेको उकालो चढ्दाखेरि दिनबाट बा पाएको हुनाले हेर्दा रेडी वाटरको ढक्कन उडिसकेको रहेछ। अब त्यसलाई लिन फेरि बर्डघाटसम्म पुगेर पर्ने भयो। अब आधा एक घन्टा लाग्छ होला। ट्रक आउँदैछ, ट्रकमा मैले प्रयास गर्दैछु। ट्रकमा लिफ्ट लिएर बर्डघाटसम्म पुगेर अब फेरि हामी लाग्यौँ टाउसर। हामीहरू चाहिँ अहिले छौँ कावा सेतुमा र खाना खाना रुकेका छौँ। होटलको नाम छ ब्लू हेभेन। खाना खाएर अब हामी एकछिनमा हिँड्छौँ। बेटा ल यता हेर्दै त हेलो गरिदियो। हेलो गाइज, हेलो गाइज भन्छु। यो चाहिँ अघि नयाँ किनेको रेडिएटरको ढक्कन हो। 1.1 को लाग्ने रहेछ। अब यसमा एकछिनपछि सेलाउन दिइरहेछौँ र एकछिनमा यसमा पानी हालेर हामी फेरि हाम्रो यात्रालाई अगाडि बढाउँछौँ। यो कावा सेतु बजार सानी ढिङ्किटिक ढिङ्किटिक। एक चिपमा गएर यसो जानुपर्ने छ फेरि। हामी सिधै भित्र आइदिउँ क्या हाम्रो एक जिप छ त्यही भएर नि। यहाँ बन्द रहेछ। अब पनि बन्द रहेछ। कृष्ण भगवानको हो कि जस्तो मान्छु मैले। Lala. Hey, hey guys, what's up? What's up guys? Hida. जाने जुत्ता खुली हेर्नलाई Sanu. Oh no. Kah Sani? क्या घंटी बजाओ भाई।
शाश्वत धाम हुँदै हामीहरू चितवनबाट सिधै सौराहा पुगेका छौँ। आजको बसाइ हामीहरूको सौराहामा हुनेछ। बिहानैदेखि धन्न हामीले एक दिनको टाइम राखेको थियौँ र हामीलाई त्यस्तो समस्या भएन। त्यो भन्दा नि दाउनीमा चाँडै क्रस भयो त्यही मान्नुपर्छ। यस्तो गाडीमा जाने हो, यस्तो गाडीमा जाने हो, यस्तो गाडी भएको होटलमा बस्नु पर्ने बास होइन। यो त उही हुन्छ होला बाबा, त्यत्रो सिटको मान्छे प्याक हुनु पर्यो। यो त सबै हुन्छ नि, बिहान भेटिहाल्छ। रिजर्भमा धेरै पैसा लाग्ला। तर अगाडिको पछाडिको सिटको रेट एउटै हो कि के हो भन्ने कुरा। आज तिम्रो होटल तोरो लाइन है, पोखरा भन्दा पनि बढी रहेछ यहाँ त। खतरा रहेछ कि यो एरिया पनि। पहिलो छुट्यायो बरु लुम्बिनीभित्र यस्तो गराएको छैन नि, यति राम्रो। जहाँ बसे पनि भइहाल्ने यहाँ त। गाडी पार्टीमा राख्ने त्यस्तै रहेछ कि। हनी हाउस म मात्र त्यहाँ के कहाँको मोमो होला है, पुरै मोमो छ। बगर किन पुग्नु भयो अनि अफिसमा टिकट काट्ने ठाउँ कहाँ मात्रै पत्ता लगाउने होइन र त्यही पत्ता लगाएर आउने हो। बगर पारी जान्छ होइन, किन यहीँ कसैले काटिहाल्छ होला क्या। फेरि यहाँबाट यिनीहरूले कमिसन बाटो यहाँबाट पनि जान्छ होला क्या। त्यो होटलबाट नै काट्छ, होटलबाट नै काट्छ। मार्केट जहाँ त घुम्ने यस्तो रहेछ साँझ नि, एक बिचको एरियामा बस्नु चुटाउँ नै घुम्ने। अब रमाइलो त अरू डान्स हुन्छ, दुनियाँ हुन्छ। एकछिन सर र राति हिँड्नु सब केटाकेटी घुम्न निस्केको कोठा लिएर फेरि बाघको लागि राति हिँड्दाखेरि आउनु यहाँ बाघ पारी जङ्गल पारी पो जानु हुनु त। अब सौरा हजुरले अलि यता गराउनु पर्छ होला, सौरा देखाएको नै गराउनुपर्छ अलि अगाडि बसेर। सौरा लेख्यो त चाहिँ आयो बगर गाडी राप्ती आयो, राप्ती हो कि के हो रियो राप्तीमा लेखेर जाने भन्छ। त्यो रोक्दै भित्र गराउने आफ्नो आफ्नो आउनुहोस् रे गाइडहरू गाइड मरा जिप त पुरा व्यवस्थित रहेछ नि। मान्छे त यहाँ फोटो खिच्ने देखिरहेर के हो के सौरा लेख्यो त, चितवन सौरा अरे। गाडी अब यहाँ ल्याइहाल्यो, कहाँ राख्ने गाडीलाई खै। गाडी ल्याएर ऊ त्यो गाडी पछाडि राखौँ न एकछिन गेला नि। नो पार्किङ भन्छ दिन्न कारहरू घोडा हो, घोडा चढ्ने रहेछ। हामीहरू चाहिँ रुम लिइसकेर अहिले चाहिँ वाक गर्दैछौँ आजको बजार घुम्दै सौराहामा। थाहै हुन्न तिमीहरू हो भनेर। अगाडिको मात्रै किन अब उता बाबुले मात्रै खान्थ्यो अगाडि गएर। थकाली किचनहरू चाहिँ अर्कै रहेछ बाबा। उस तास पाउने उति हो क्या नि।
खारो चुला बनाएको रहेछ बाबा यो खारो चुला के यहाँ हो क्या भने छोलु ए गुन्डे हिँड म अगाडि उता पार्क चौकमा पुगेर राम्रो ठ्याक्कै पोखरा मोडलमा गराएर नि मम्मी आजकल पोखराको मोडलमा गराएछ नि उनीहरूले सबैतिर चाहिँ प्रोग्राम हुने त्यही रहेछ नि यहाँभित्र हात्तीहरूको आइ त्यो बाबु हेरेको थिएँ हो यस्तैमा गएको छ नि हामी यस्तैमा छोलु ए छोलु छोलु के हो त्यो अलि यहाँ चाहिँ थारू कल्चरल प्रोग्राम हुन्छ थारू नृत्य हुने ठाउँ रहेछ सानु हाय हेलो हे हे माया आइट जाने हो गइहाल्नु पर्यो नभए कल्चर कतिजना जानुहुन्छ भने त्यही भएर कल्चर त यसले कहाँ देलालाई भोक अरूलाई डिस्टर्ब हुन्छ अलि हल्ला गर्दै 4-5 वर्ष आजा तातो पानीको व्यवस्था सुधार हुन्छ अदा रेडी भएर मान्छेको म तल भएको आज चाहिँ हामीहरू बिहानै अब सौराहा जङ्गल सफारीको लागि हिँड्ने तयारीमा छौँ
त्यो फुल्ने राएर अडिनु बाबा लास्टमा हामीहरू नास्ता खाएर एकछिनमा हिँड्ने गाडी कुर्दै बसिरहेका छौँ हामीहरू सफारीको लागि मम्मीलाई किन छोरा पठाएको त पापा उता हेर्नुहुन्छ म यता छुवा बस्छु लौ बाबुलाई समाज त हाई सार्दैन हजुरहरूको मोबाइल पर्स ब्यागहरू चाहिँ अलिक केयर गर्नुहोस् है यो ओपन जिप छ गर्न सक्छ नि मोबाइल पर्स ब्यागहरू चाहिँ केयर गर्ने खर्च भनेर बाबा सौरा सफारी मम्मी हावाले छोरी हावा त धेरै लाग्यो नि गुन्डो निदा जस्तो गर्छ पापा सबैसम्म त्यो झोलालाईहरूको दुईवटा खुट्टाको बिचमा छिट्छ है फेरि तिमी अलि यता हो तिमी धेरै छेउमा छौ नदिँदैौ न के हेर्ने होला हामीले हुन्छ म त केही छैन बिहेको दिन पुग्यो पनि हुन्छ मलाई त मेहन्दी सेन्दीमा पनि नगयो पनि हुन्छ हजुरहरूलाई बाबा मम्मीले आज पनि यहीँ बस्छु सधैँ कतिवटा गाडी आउँछ होला त्यसमा बाटो त राम्रै होला अब जनावर हामीहरू चाहिँ काठमाडौँ यता भेटौँडा हुँदै जाने प्लान गरायो अहिले लगभग कति 12 बज्न लाग्यो 45 मिनटमा हामी यो लोथर भन्ने ठाउँमा आएको छौँ अब लोथर भन्ने ठाउँमा खाना खाएर एकछिनमा हिँड्ने हाम्रो सानो नुनु गएका छिन् बुन्डु यो लोथरमा खाना खाइसकेका छौँ हामीले अब चाहिँ हामी लाग्यो हेटौडातिर गुन्डे हेटौडा अड्किन्छ र त्यो तिम्रो आयो क्या त्यो पापाको होइन तिम्रो होइन मेरो होइन छारा जस्तो लाग्दैन त पनि मलाई एकछिन आँखा कस्तो पिरो होइन लोतर्ने रहेछ लोथरमा पुच्छर भएर होला।
राप्ती पुल तर अगाडि हाम्रो यस्तो ट्रक छ कि यस्तो राम्रो जङ्गल छ होला होइन तल मान्छेहरू पिकनिक खाने रहेछ हनुमानको मूर्ति छ त साई केन्द्र हनुमानको मूर्ति यिनीहरूले कहाँ देख्छ नि मैले त देख्दिनँ सामने छ यो साइडमा राजन साइडमा छ नि अर्को छ कति मिटर अब देखिन्छ देखियो 3.5-4-5 मिटर होला यो यहाँ हनुमानजीको कस्तो राम्रो मूर्ति रहेछ यहाँ देखिन्छ पुरै वाव जय हनुमान जय श्री राम अल्लाह गर्दा छोरो पनि सङ्कट उठाइदिनु मोचन हनुमान सङ्कट के रहेछ अब काकडभिटा यता काठमाडौँ जाने 80 किलोमिटर अब हामी माथितिर लाग्छौँ यतातिर नि अब यति एरोप्लेन साइडतिर जान्छ हो नि यहीँबाट अगाडिको चौकबाट अगाडि गएर बजारबाट देखाए पैसा त पर गएर त्यो पनि आयो है तिमी नाच सुन स्टेट जान्छ के मरेको न काकडभिटा यताबाट हो यो बजारको चाहिँ यहीँबाट है बजार खिचिरहेको छु बजारमा अब तिमीहरूले यो बजारमा सुन्तला किन रोक नरोक सुन्तलाहरू वहाँ पनि छ अब यही बाटोभरि छ उहाँ भने यही बाटोभरि हुन्छ कस्तो त जिन्दगीहरू उडाएको थिइस् यहाँनिर घरहरू भत्कायो भने अहिले हो नि यही हो बाबा हालसाल भत्काएर मोबाइल मैले छोडेर त्यो लामो रोडभरि हुन्छ सुन्तलाले जान्छ त्यहाँ बसपार यहाँ काठमाडौँ यहाँबाट 80 किलोमिटर रहेछ किलोमिटर कम छ बाटो उकालो भएर उ भएला कि सब बर्बाद गरेछ नि त सबै घरमा उठाइदिएछ त्यही पढाइ त्यही सरकारले गरेको छ पढाइ नोक्सान को सरकार हो? लेफ्टले त उत्तरपट्टि नर्थ के बुद्ध चोक हो बुद्ध चोकबाट हामीहरू लाग्यो लेफ्टतिर हेर भत्काया अगाडि चारबिटी चाहिँ कस्तो बर्बाद गरेछ कि मैले हेरेर बसेको जनताहरू सहेछ त्यही कुलमानले भेजेर गयो आफ्नो गाडी छोड्यो पखाउने जे पनि चल्ला अर्को चाइनिज सुन्तरास्ती भएर ल्याउने साइडबाट खिचे पनि हुन्छ साइडतिर देखाएर अनि हेरेर कल ब्याक गर्नु सक्छु बुद्ध चोकबाट स्टार्ट भयो अब तेल कहीँ पाउनु चाहिँ एउटा पाउँदै पर्नुहुन्छ यहाँ त घडा भत्काएर चाहिँ बजार सबै पुरा बुद्ध चोकबाट स्टार्ट है पछाडिको थाहा छैन 2-3 लाग्ला हुँदैन गाडी अब 4 नम्बर गियर लाग्दैन गाडीमा पछाडि बाटो चढेर पछाडि बाटो त्यही भने अब त्यसले अस्सी 2 घन्टा पुग्यो होला नि त यहाँबाट गाडी हो कहिले बिजुलीवाला गाडीबाट अलिकति माथिसम्मको अब उयो फोटेको ठुलो राप्तीहरू पनि फोडिरहेको छ
पश्चिमतिर यो यसमा पछि भयो अनि रोडको अवस्था भने आइगयो नि ऊ अवस्था हेरौँ पूर्वतिर पनि कहाँसम्म पुऱ्यायो आफ्नो नगरिने गरे होला हिमखेदी भन्ने एउटा ठाउँ आउँछ है त्यो नेपालका ठुला ठुला कैदीहरू नेताहरू बसेको ठाउँ पहिले जमानामा सुरुमा बाटो पुग्न पुग्दा वीरगञ्ज जाने अथवा टाढो इन्डिया पश्चिम जाने दाङको मान्छेहरू पहिला बसेर अनि ट्रेन चढेर आएर वीरगञ्जसम्म आउने सोल अनि त्यहाँबाट कसरी चल्ती बाटो यो पुरानो त्यसलाई बाहिरको बाटो भन्थे पहिले अहिले बाहिरको नभएर अरूमा के खसखस गरेको छ हेलो हामी बर्गर लाग्यो युवराज हामी यता माथितिर लाग्यो एउटा बाटो फेरि बर्गर यहाँ बजार एरिया भदुवा भुङ्ग पार्दै रहेछ जम्मै भर्खर स्टार त्यहाँबाट हिँडिन्छ भिमपेरीको बाटो है होइन कुले खानेको ठिकै छ भन्थ्यो ज्वाइँले अस्ति आउनु मात्रै त्यो ज्वाइँ दुई तिनवटा बाटो छ कुले खानेको ठिकै छ बाटो कुले खानेको बाटो कहाँनिरबाट भाटिन्छ बाटो अब यहाँ के थियो आज अन गरेछौ अनि कस्तो केलाउनु काम भ्यायो यति फुच्चै गरिरहेको छ हामीलाई पनि भर्खर तिमीहरूभन्दा पहिले सिधै काठमाडौँ जाने गाडी होला सबै पेसेन्जर गाडीको बल्को हुँदै के भन्छ त्यसलाई Turn right. टर्न राइट भन्यो अरू गाडीको पछि पछि पुगिहाल्छ यताबाट कहाँ जाने अगाडि लेखेको छ साना किसान कृषि भन्यो दामन यस्तो अटो त माथिसम्म कहाँ जाने हो दामन जाने रहेछ दामन हो दामन पनि बाटो छ त सिमन हामीहरू अहिले चाहिँ यो टोडाको बाटो हुँदै देउरालीसम्म आइपुगेका छौँ। बाटो चाहिँ लास्ट डेन्जर रहेछ, अहिलेसम्म चलाएको बाटोमा सबैभन्दा खतरा। अब यहाँबाट चाहिँ हामी ओह्रालो लाग्छौँ होला।
सनगावा रेस्टुरेन्ट एन्ड लजमा अब खाना खाने अब यसलाई चाहिँ रेस्ट गराउन आधा घन्टा बरु चिया खानु पर्यो सानुमाया ओहो के छ ल अब डाँडा छ माछा हस् कहानी अब मोटा मोटी 5 मिनट करीब है आधा 1 घंटा के बाद हम पहुंचने को तैयार आदमी का जो कि समस्या में साथ दिल लेकिन ऊपर कॉल देने दोस्त पार्टनर हम बबुआ के बेटा के लेके भागल के जगह की नीति में नारायणी में फोन भेजा बबुआ की ना हो रखे एडवांस में लेते चलिए अब भाई फोन करना एडवांस में ना नीजू में लेके चलो अब नीजू में लेके देखो घुमाओ दिन नारायण को चलो उनके आयल छन सब करावे धारावी करे हमरा बहुत बहुत खा के तो हम हमारे पॉल से मोटा मोटी 12 हम कर रहे हैं पैसा पानी हाल्ने होइन बाबु तातो छ नकोलम पानी छँदैछ ब्याग ब्याग पापा ब्याग कस्तो हाम्रो ब्याग